नमस्ते बहिनी। यो आलु चाहिँ कालो भन्दाखेरि पनि बैगुने रङको आलु हो। यो चाहिँ यहाँ चाहिँ ओकल्यान्ड क्यालिफोर्नियामा चाहिँ फार्मर्स जोतिर पाइन्छ। मैले चाहिँ फार्मर्स जोबाट ल्याएको थिएँ र एक दुईवटा रोप सानो काटेर रोपिदिएको थिएँ। धेर बोट पनि छ नि, एउटा दुईवटा तिनवटा चारवटा जति बोट छ। तर यसरी मजाले फल्दो रहेछ। अनि हेर्नुहोस् न, मजाले रिच पर्पल खालको हो यो, कालो चाहिँ होइन। अनि यस्तो राम्रो खालको हुन्छ, मजाले फल्दो रहेछ। म चाहिँ आज उसिनेर खानु पऱ्यो भनेर टिप्दैछु। यसलाई फुड कलरिङ पनि जस्तै अब फुड कलरिङ बाहिरको किन्नु भन्दाखेरि यस्तो खालको कलरफुल आलु भयो, कलरफुल क्याबेजहरू भयो, कालो पर्पल खालको बन्दाकोपीहरूको फुड कलरिङ बनायो भनेदेखि चाहिँ स्वास्थ्यलाई पनि राम्रो हुन्छ होला जस्तो चाहिँ मलाई लाग्यो। यो मैले यसपालि एक्सपेरिमेन्ट मात्रै गरेको थियो। यो चाहिँ त्यति धेरै ठुलो हुँदैन यो आलु चाहिँ, यो पर्पल खालको आलु चाहिँ सानो सानै हुन्छ। यो मैले एउटा मात्रै एउटा बोटको मात्रै खन्दैछु, अझै फल्दै रहेछ। जुन चाहिँ फलेर माथि आएको थियो त्यो चाहिँ मैले टिप्दैछु। यहाँ पनि छ। यहाँ ओकल्यान्डमा चाहिँ हिउँ पर्दैन। यो क्यालिफोर्नियाको ओकल्यान्ड भन्ने हामी बसेको ठाउँमा चाहिँ हिउँ पर्दैन। त्यही भएर रोप्ने कुरो चाहिँ भ्याउँदा सक्दाखेरि रोप्यो भने मजाले नै फल्छ। मेरो चाहिँ सानो बोट छ, त्यति ठुलो पनि छैन मेरो गार्डन, तर किन्न चाहिँ पर्दैन। मेरो रायो साग पनि सानो हुँदैछ। बेलुका भयो आज।